वेलकम टु द नेक्स्ट एपिसोड अफ जिएम ब्लग। तपाईहरुलाई स्वागत छ आजको ब्लगमा। चाहिँ हामी चाहिँ नि आज खोलामा पिठे पासो र झोप्पा बल्छी खेल्न लागेका छौँ। अब त्यो भिडियो चाहिँ तपाईहरुमा आज लिएर आएको छु। कृपया अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। धन्यवाद। अट्के जग्गा हो सालाले पासो भन्ने झोप्पा बल्छी थुप्रै छन्। तर माछा लागेन गाइस है। वान पिस लाग्न सफल। घाम भएछ रे माछालाई, फिटिक चलिरहेछ रे। है त गाइज, हाटे पासो र झोप्पा बल्छी नि खेल्ने ह। केटाहरूले पासो गोलाउँदैछन्। गोलाएर यहाँ फेरि मसिना माछा झर्नाको है। सिमला टालतिर छौँ हामी अहिले। हजुर ल गाइज, म चाहिँ नि अब हाटे पासो ठुट्न जाँदैछु। माछा कति लाग्छ, केटाहरू तल पासो गोलाउँदैछन्। म चाहिँ नि त्यहाँ थाप्पे क्या पासो, हाटे पासो त्यहाँतिर थाप्पे हो। माछा कति लाग्छ हेर्दै गर्नु होला है त। तल 3वटा माथि 3वटा तल 5वटा पासो छ। 2टा झोप्पे बल्छी, यहाँ 3वटा छ। यसलाई ठुटाउँ है। माछा लागेको दिन चाहिँ टन्क्या यार। छिन्यो गाइज यार, हाते पासै छिन्यो नि। यहाँ चाहिँ एउटा झुन्डेको छ है, एउटा स्मल मैटे। अब वान टिम यहाँ छ एउटा। हाम्रो अन्तिम पासो चाहिँ खाली आयो। अहिलेसम्म यति लागेको छ 4वटा। 4वटा लाग्न सफल। लाइट गाइस, फेरि 1 फिस लाग्न सफल। यो पासोमा, हाटे पासोमा ठाउँसहरूमा हुँदैछ गाइजहरू। अब हामी जाँदैछौँ अर्को पासोमा। यसमा के हुन्छ है त गाइज। यसमा खाली आइयो। अहिलेसम्म माछाको सङ्ख्या छ 5 है। ल है त गाइज, 3वटा हाटे पासोमा लागेको माछा यही हो। 9वटा लाग्यो। 9वटा होइन क्या, यही हो। अब पासो थाप्दै छन् गाइजहरूले। अब भोलि बिहानको लटमा चाहिँ कति लाग्ने हो। बिहानीको घामसँगै पहिलो पासो, अर्को पासो भेट्टेछ। कसले थाप्यो रहेछ यो भेट्टे है। हाम्रो पासो चाहिँ खोज्दैछन् सालाले। बिहानीको कामको किरणसँगै
पासो छुट्ने क्रम जारी रहेको छ गाइज। अझै भेट्टेन है गाइज, खोजी कार्य जारी छ। पासोको उद्धार गर्ने क्रम जारी रहेको छ। 2 ढुङ्गे पासो भेट्टेछ, राम्रै रहेछ। महिलाले प्याकिङ गर्दैछ त्यसलाई। अझै भेटेको छैन है गाइज यार पासै। मूल ढुङ्गा छिनेको हो कि के हो? एउटा पासै हरायो गाइज। झिक्दै चाहिँ क्या जाल खेल्नेले यार, कि माछा लगाएर होटाएर लग्यो। यो भेट्टेन है, घरसम्म खोज्दा खोज्दा भेटिएन। अब घरको पासोमा छौँ हामी। अब एउटा माछा लाग्यो सर्ट। सेकेन्ड पासोमा अर्को पासो हराएर टेन्सन भयो नि। त्यहाँ लाग्थ्यो होला यार तलको ठाउँमा, मिठो थियो ठाउँ। वान मैटे लाग्न सक्छ होला है। तलको पासो भेटियो होइन, छिनाल्दै रहेछ क्या यार। पासै छिनाल्दै 2 ढुङ्गे बनेछ त। अनि ठुलो माछाले लगेर गएर ठुलो माछाले लग्यो कि जाल खेल्नेले छिनाल्दियो कि फोहोरले लग्यो कि यार, अनुसन्धान भइरहेछ यार यहाँ। 2 ढुङ्गे बनाइदिएछ त। अनि 3 ढुङ्गे पासो त झिप्पी पुग्दैन यार। त्यस्तो दुःख गरेर बनाइन्छ, घोलाइन्छ है यस्तो गर्दैन त यार। जाल खेल्ने मान्छेहरूले नि बुझ्नु पर्यो है यस्तो यार। अरूको पासो अब ठुटे नि अब जस्तो फालिनु पऱ्यो क्या राम्रो तरिकाले खोलामै। माछा लगाएर कति आश गरेको हुन्छ बिहान पक्र हेर्दाखेरि अब ऊ हुन्छ त। अनि माइलो जा पुरै फोहोर लाग्छ त यार। के लाग्छ यस्तो यार, नचाहिने चिज लाग्छ त। अनि टुप्पामा केही छ कि नो? पुरै फोहोर लाग्छ यार। पासोको हालत हेरौँ त। अर्को पासो खोज्न जाँदैछन् सालुकाजी। हेरौँ यो पासोमा के हुन्छ, कस्तो नतिजा देखिन्छ। भेट्यो मासु भेट्यो। माछा के हुन्छ है गाइस, हेर्दै गर्नु होला। माछै लागेन गाइस, फोहोर मात्रै। यसो तालमा त लाग्दैन क्या अहिले त। खाली आइयो यो टालमा। अर्को पासो खोज्दैछन् सालुकाजी। यहाँ टल्लोमा लागेन है, पुरै फोहोर लाग्दो रहेछ यार। अहिले सिजनै सक्यो क्या। यहाँ लाग्नु पर्यो क्या ब्लू व्हेल यार। एउटा ब्लू व्हेल निकाल्नु पर्यो क्या यहाँ। अब खै ढुङ्गै फुस्के रहेछ अनि टुप्पाको। अर्को पासोमा छौँ हामी। 5-6वटा छुट्टिसक्यो, माछै लागेन, एउटा मात्र लाग्यो यार। पुरै फोहोर, जम्मै फोहोर।
सिजनको अन्तिम हो क्या अब सक्यो लगभग पासो थाप्ने तेरीमा चाहिँ लाग्छ होला पासोमा त यस्तै हो सब फोरै फोर छ त अनि हाटे पासोमा लाथे बरु यार एउटा लाछ बिचको ढुङ्गामा लाछ के माछै त हो नि होइन र ल लागेको नि गइदिइराख्यो अब त्यो के बिचमा लाएको थियो एउटामा बिचको ढुङ्गामा लाएको थियो क्या त्यत्रो लाएको थियो होला लागेको माछा त यसरी फुस्केर जान्छ गाइस कहाँबाट हुन्छ हौ ए बिग मैटे बल्ल एउटा माइला लाग्न सफल एउटा टुप्पामा हुनुपर्ने हो माइट नचोकेको भए अर्को निक्ली बाबु नो ओन्ली वान छैन अलि बल्ल एउटामा ब्लु व्हेलको बच्चा लाउन सफल यस्तो छ त पासो त अनि यार अहिले त माइला जस्तो छ त्यो माछा यार चारवटा पासो बाँकी रहेको छ अब 8वटा 50 सक्यो अब बाँकी चाहिँ हो माथि कालजुरको मुनतिर रहेछ है कालजुर साइडतिर छ अब हामी यो कुर्सिमला साइड छोडेर जाँदैछौँ बलौटे एउटा रहेछ यहाँ बलौटे यहाँ नि झुन्डाउनु पर्यो एउटा भेट्यो आमा ढुङ्गा त वहाँ पुगेको त यार फुस्केर टुप्पाको ढुङ्गै छिन्ने रहेछ माछै लागेन त्यहाँ हो त्यत्रोमा लागेन क्या यार माछा यार भने जस्तो सिट भयो नि यार सिट ढुङ्गै फुस्के रहेछ 3वटा बस्यो ओन्ली 3 पासो लेफ्ट अर्को पासोमा छौँ हामी
एउटा सानो लाग्न सफल ठाउँ अनुसार यहाँ चाहिँ लाग्न सक्छ ठुलै माछा ठुलै भर्खर ला रहेछ यार अझै लाग्यो कि पर त परै पर्ला जा ठुलै ला ठाउँ अनुसार चाहिँ माछा लाग्ला जस्तो थियो कि बरु यहाँदेखि माथि गएको मारिने रहेछ यार हिजो हेर्ने भन्दै माछै कोपेको यार एउटा रिल्लेमा मिठो फिटी चल्छ थाङ्ने ला त थाङ्ने टुप्पातिर लाग बाबु माला त जम्मै फोर्नु सब त्यस्तो लाखा हामी यार मालाबाट फोरै फोर लाखा हामी लाखाहरूको नि अनि लाग्नु पर्यो नि हो नलाग्यो लाग्थ्यो क्या खतरा यार टु फिस सेकेन्ड लास्ट पासमा दुईवटा लाग्यो अब अन्तिम पाँचौँ चाहिँ हाम्रो यहाँ रहेको छ मिठो गाठो त नि यहाँ पासो अनि त माइलो स्पेशल फिस हाम्रो आज परेको गाइस लोकल माछा माछा दुईटा त होला आधी किलो यो दुईटा छ 8.5 किलो ढुङ्गा ढुङ्गा जरा ढुङ्गा भेट्यो मिठो अड्क्यो त यार छ यो जरामा त डेन्जर छ होला माछा यार कस्तो अड्क्यो अरे यार माछाले अड्काइदिएछ क्या यार अझै बेरका बेर र आलु त फेर ओइ टुप्पामा लाग्छ कि
सम्भावना छ है अझै पनि, तर लागेन गाइस। ठिकै हो, 3वटा माछा त यहीँ लाग्यो त। अनि यहाँहरू लाग्दो रहेछ, यहाँहरू थाप्नु पर्ने रहेछ कर। उहाँहरू टापेर न माछा लागिन यहाँ। हारो तल थापेर यार त्यत्तिकै लस मात्रै भयो। अलिहाल रे यार मा उ निकाल्यो नि, मन चाहिँ नि अलिअलि चित्त बुझाइदियो अलिअलि। फिस निकाल्न सफल हाम्रो माइला बुढोले। स्पेसल लोकल असला निकालेको छ है। हो कि क्या हो? गुड सर्ट लागेको छ है, गुड सर्ट। तर बढी फोहोर लाग्यो यार माछा भन्दा यार। भर्खर घाम झुल्के बेला लाग्यो क्या, यस्तो बेला खेल्न आउँछ। हेलो गाइज, अहिले चाहिँ हामी पासो ठुटेर आइसक्यो, घरतिर लाग्दै हो। माछा समातेर भिडियो अन्तिमसम्म हेरिदिनु भयो, साथ सपोर्ट गरिदिनु भयो, त्यसको लागि मनैदेखि आभारी छु भन्दै आजको भ्लग यही नै टुङ्ग्याउन चाहन्छु। अब नेक्स्ट भ्लगमा भेट्नेछौँ हामी। हस् त, धन्यवाद।